सानी ओइ ओइ आमा यस्तो चकचके आमा के बिर्सेर भइराखेको मलाई चाहिँ त्यही मार्क्स चाहिँ बिर्सेछ आज यस्तो त्यो के भन्छ पर्छ साथीहरू कस्तो मजाले उ गरिरह हो फलिरह हो खोइ यिनीहरूले चिन्दैन क्या के भन्छ अरे बर्खामा जोतिन अरे यो A few moments later. हाई एभ्रिवान गुड मर्निङ स्वागत छ हजुरहरूलाई आजको मेरो नयाँ भिडियोमा आई होप हजुरहरू पनि सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु आज चाहिँ म कहाँ जान लागेको छ भने चाहिँ हजुरहरूले थम्बनेल एन्ड टाइटल हेरेर थाहा पाइसक्नु भएको छ म चाहिँ खेतमा जान लागेको साथीहरू के भन्छ आजभोलि चाहिँ कामको चपाचप छ के साथीहरू अनि म चाहिँ खेतमा चाहिँ छेउकुना खन्न जान लागेको अब चाहिँ मकै छर्न बेला भइसक्यो साथीहरू सो अब चाहिँ फागुनको पहिलो हप्तातिर त छर्न पर्छ क्या मकै रोप्नुपर्छ सो त्यही भएर चाहिँ म चाहिँ खेतको काम गर्न जान लागेको खाना खाँदै काका खाना खानु भयो आज के खानु काका यो चाहिँ कसको बाइक रहेछ यो म चाहिँ यहाँबाट आज यस्तो त्यो के भन्छ चक्लेटहरू लान्छु भन्ने सोचिरहेको थिएँ कसो चाहिँ भन्दो रहेछ साथीहरू गाउँको काम चाहिँ कहिले नसकिने क्या साथीहरू कहिले के गर्ने कहिले के गर्ने गर्दा अर्को काम आइदिन्छ आज त मैले त मार्क्स लिएर आउनु बुढिरहेको रहेछ घन धुलो हुन्छ अस्ति पानी परेको राम्रोसँग परेको छैन कि त्यो भुइँहरू राम्रोसँग भिजेको छैन अनि मार्क्स ल्याउँछ भनेर सोचिरहेको थिएँ त्यही भुलिरहेको रहेछ के बिर्सेर भइराखेको मलाई चाहिँ त्यही मार्क्स चाहिँ बिर्सेछ मोजा चाहिँ लगाइरहेको छ जुत्ता लाउँछु भनेर सोचिरहेको थिएँ फेरि जसरी माटो बसिहाल्छ होइन त्यो गइजान्छ अनि त्यही भएर चाहिँ मोजा चाहिँ लगाएर मास्क ल्याउँछु भनेर भुलेछु त्यसो हाम्रो यतातिर चाहिँ हाम्रो होइन सबै ठाउँतिर चाहिँ ट्र्याक्टरले जोत्छ 10:30 बजी निस्किँदा नि कोही निस्केन अनि म चाहिँ एक्लै जान्छु आज चाहिँ खेतमा अनि 11 बजीतिर चाहिँ उनीहरू आउनु होला म चाहिँ एक्लै जान्छु अहिले चाहिँ रुगा फेरि पिनास परेछ हौ मलाई त पुरै नाकमा नाक कस्तो दुख्छ मलाई पक्कै पनि पिनास भइहाल्ला त्यो कस्तो दुख्छ नाक हावामा हिँडेर पनि यस्तै छ साथीहरू अब छेउकुना खान्छ त्यसपछि बाइक आयो है धुलो उडाउने भइहाल्यो त यहाँ हाम्रै भाइ रहेछ कि बाइक चलाएर म त लास्टै गनाउँछ यो बाइकको त त्यत्तिकै गाडीहरू देखेपछि एलर्जी हुन्छ मलाई त गनाएर कि भमिट आउन खोज्छ त्यस्तै हो साथीहरू यस्तै छ गाउँघरमा अहिले चाहिँ छेउकुना खान्छ फागुन 16-17 पछि मकै हाल्ने बेला हुन्छ अनि गोड्न पनि हुन्छ फेरि मकै भाँच्दा पनि काम त गाउँघरमा त कहिले नसक्ने भयो यस्तै छ गाउँघरको कामहरू म चाहिँ पसल डाँडा आइपुग्न लाग्यो म चाहिँ एक्लै भयो भने चाहिँ धेरै दौडिने कि एक्लै हुनुपर्छ दौडिन्छ अनि साथीहरू भयो भने चाहिँ बिस्तारै हिँड्छु म चाहिँ अब त यस्तो बिहान बेलुका त
गाउँमा त कोही हुँदैन कि मान्छेहरू पनि बिहान अब खाना खाइसकेपछि आफ्नो काममा जान्छ सबैजना अनि गाउँहरू त सुनसान हुन्छ आजभोलि त बिहान कि त बिहान कि त बेलुका मात्र मान्छे भेट्ने दिउँसो त कोही हुँदैन यता त अनि हिँड्दै हिँड्दै गर्दा चाहिँ अझै नै हाम्रो खेत आइपुग्न चाहिँ 15-20 मिनट जति लाग्छ क्या साथीहरू बल्ल म चाहिँ यहाँ छेलाङ डाँडा आइपुगेँ अनि हिँड्दा हिँड्दा त मोबाइल त डराममै खस्यो ला अब मेरो बुढाले मार्ने भयो भनेर सोचिरहेको थिएँ म चाहिँ यहाँतिर यो फाँट चाहिँ सब धान खेती गर्छ क्या साथीहरू कस्तो हेर्नु न कस्तो पहिरो जाला जस्तो ठाउँहरू छ यहाँतिर चाहिँ चाहिँ यहाँ यता खेतमा आउनलाई चाहिँ घरदेखिबाट चाहिँ कति आधा घन्टा जति लाग्छ हौ पुरै आलु रोपिया छ तोरी रोपिया छ यता कोही जोत्ने कोही मल बोक्ने चपाचप छ काम त आजभोलि त आज खासै राम्रोसँग चाहिँ घाम लागेको छैन आज चाहिँ बेसी धुलो उड्ने भयो कि साथीहरू त्यही माथि रुवा लागेछ गाह्रो बनाउने भइहाल्छ मलाई ट्र्याक्टरले जोतेको चाहिँ यस्तो हुन्छ है साथीहरू फस्छ पऱ्यो सबै भित्र राख्ने बाहिर ओहो पराल पो रहेछ यहाँ त बाहिरै राख्नुको लागि छ त यहाँ कुनामा आइया हो माने यहाँ माथिदेखि चाहिँ यहाँ तलसम्म यो तोरी नरोपेको गराहरू चाहिँ पुरै खन्नुपर्छ कि साथीहरू आज चाहिँ तर चिसो चाहिँ चिसो भएछ किनभने यहाँ पानी लगाउनु भएको थियो बुवाले त्यो पनि हो अनि अस्तिको पानीले पनि अलिक भिजेछ हो आज चाहिँ धुलो नहुने भयो साथीहरू यहाँतिर चाहिँ पुरै खेत गर्छ क्या साथीहरू घरहरू यहाँ माथिदेखिबाट चाहिँ यो पुरै यहाँसम्म चाहिँ खेती गर्छ हो तलसम्म चाहिँ यहाँ चाहिँ खेती चाहिँ थुप्रो हुन्छ खेती धानहरू एकदम राम्रो हुन्छ कि अब पानी पनि मजाले पाउने भयो हो कहिले नपुगेर र थाप्लो खाने कुरा अनि त्यसपछि आज चाहिँ पन्जा लिएर आएको छ हो पन्जा लिन्छु यसो छ साथीहरू गाउँघरको काम खेतालहरू चाहिँ आइरहेको रहेछ अनि अब खनेको जस्तो गर्नु पर्यो साथीहरू अन्त कसरी हो लगाउने ठुलो भएछ हो यो चाहिँ पन्जा लगायो भने चाहिँ अलिक सेफ्टी हुन्छ कि हातहरू फुट्दैन धुलो लाग्दैन होइन त्यही भएर चाहिँ पन्जा चाहिँ सम्झेछ मजा नि सम्झेर लगाएँ मामा तेरा आदि बजी नहीं हुआ खवा एले पुंगा एले मां तंगो को वे ना तेरे बुरी में भी ना आरे खाना खा कति लिएर आयो खै ए तो खै
लामो हुन्छ के त्यस्तो होइन यति लामो हुन्छ यिनीहरूले चिन्दैन क्या यति लामो हुन्छ नचिने तिमीहरूले माछा नि खान पाउँदैन त्यो मुर्गुलाहरूमा पाती त्यो पात भएको पात जाने कतिवटा पाए माछा खै माछा कति छ खै कति छ जाब 3टा माथि पनि छ चन्द्रमा देखाइन ल भोटे अब ए बुझ्दै गरे आथुलेमा थाला थाल आनम दिन्छ अर्को नै छ नि चम्चा अर्को मारे छ है अर्को कति ल्याइ 4वटा लिएर आए अहिले छ है छ नै म पता उ आम्न त हुन्छ चम्चा भयो आम्न इतो कोरामा चम्चा चोर पानी पानी ल ल चिसो सो साथीहरू हामी चाहिँ खेतबारी खनेर पनि आयौँ अनि मान्छे धेरै थियो कि आज चाहिँ 4-5 जना थियौँ हामी चाहिँ अनि चाँडै भ्याएर अनि घर आएर चाहिँ सासू बुहारी मकै छराउन थाल्यौँ साथीहरू आज चाँडै भयो हो बस्नुहरू त बस्छ पैसा जले दियो कोही के रे के होला तल्ला फेरि अरे खाली गर्नु छ यी किचन कङ्गन सुगर ये त्यस्तै हो के नसकेपछि के खान्थ्यो होइन आमासँग किन्नु आमा खाना हाम्रो चाहिँ अब सम्मति चला आफूले चमेमा चमेमा आमा सुई बिचाइ मकै पाटो चाहिँ किन आटरी धोने पैसा तारो सपास चबे सपास खाउ अनि आन्दी के होला या कुनै उतारै दिले क्या होला क्या गिरा सबै भन्दै त हुँदैन भने तपाईँ न के तपाईँ न सबै त ख्याल होला मलाई ख्याल सबै त 20 वर्ष ख्याल छ मैले ख्यालै नभए जा जमिन जति नला उजो जति तेरे macam dia tinggi tisbi tinggi tinggi roti di tanah macam lari aja bro apa yang macam lari dan menu ko tanah putih aja ini oke nang tadi dan kok nggak ada tinggal yang paling kotor menu ko jangan macam lari lah macam pada ada orang किलो मा झन् बिस्कना दुखाउँदैन kata ada cari मैले भिडियो बनाएँ kita bati बनाउँछ त्यतापट्टि राम्रो आउँछ के त्यही ini sudah mamda चामल जस्तो रहेछ पछि हाम्रो खानामा ए खोइ त आगो केमा ए भिडियो के रे म्यासेन्जरमा भिडियो कलमा ले क्या होला यता चाहिँ होला बाउन है कार्की रहेछ कार्की यहाँ कान्छन तुन्छ के ए डाउले हो डाउले हुने मैले देखिरा ए यति हेरेर दिन होला पुसी हेरेर दे आज मसी किन मसी कुस सुजन चाहिँ कुसमा कुसमा लाग्यो भए अर्को लगाउँथे asan पनि हुन्छ पनि माछा चाहिँ किन तेरा चक्कुरे अनि चक्कुरे छ फुर्तिलो के सिधा जाउँ अनि पुरा फुर्तिले गर्छ नि अरे आमा न पुरा माया दिदी सारा बोल्दैन त्यो फुर्तिन लाउँदैन उता म त नसके पनि सक्छु भनेर उ गर्ने के यहाँ टाका झला के माया चाहिँ को जस्तो छ उनीहरुको फुवा त्यस्तो छ होला के साल होला आमा राम्रो आमा जस्तो छ आमा भन्छ अर्कै छ अनि स्याउ होला त्यो स्याउ होला नत्र छोरा त गोरु छ है apa kurang mau एकजना भाले चुच्चै बनाएर के चुच्चै बनाएछ ल हेर के अरे हाम्रो बुहारी भनेर बुढा त लुग्यो है ए नदेखाउन म यस्तो कपाल काटेछु अहिले हेर बुहारी के भन्छ के सोच्छ अरे एउटा आज लाग्यो म हेरेर त मैले छक्के बादले हेरेर त आमा कपाल त पुरै त्यो यहाँ दिएर छैन के चुच्च अलिकति मात्र चुच्चुटी भालेको जस्तो मात्र राखेको के त्यो बाटोको बाउले जस्तो यताबाट राख्दैन के त्यो त अलिकति 3 दिन चुच्च राखेको मलाई त त्यही आज होला माने दोले मान्छे सिमा गरम kalau ni nak siapa orang ye oh mai bulan orang pakan rumah kaca mulai ke kerja jangan ada orang ye sama lagi jangan यो काले कति हिँडेको आज त बाटोमा सुत्या के किन भरि त्यो बाटो हिँड्ने बाटोमा ए हिँडेछ म त आज बुढाएन नि कसै लगाएर माथि चाहिँ जान्छ के हुन्छ काइ लङ मसँग त्यो माथि सारे त्यो हिँड्छ बाटोमा कुकुरले लगायो कुकुर हुन्छ त मेला लङ भयो कुकुर अनि डर लाग्छ हुन्छ बुवा भयो नि के हुन्छ बुवाले भने काम सुन्नु के राले चाहिँ अनि के साथीहरू मेरो सासु आमा चाहिँ एकदम मिल्ने हुनुहुन्छ के हँसाउन पनि हुनुहुन्छ
अनि उहिलेको जमानाको कुराहरू सुनाउँदै एकदम हँसाइराख्नु भएको थियो कि अनि यस्तो काम गर्दै अनि के कुराहरू गर्नुभयो भने चाहिँ काम गरेको नि थाहै हुँदैन क्या साथीहरू। अनि हामी चाहिँ खाना बनाउन पर्यो। अब चाहिँ बोल्न पर्यो भने यति साह्रो बोल्छ कि आगो पनि यो बेसार चाहिँ हिजो केलाको अझ नि अर्को नि छ। यहाँ केलाउनु पर्ने छ, थुप्रो केलाउनु पर्ने छ हो। म चाहिँ अब भैँसी र गोरुलाई साल्न जान्छु। बाजे ओ बाजे ओ बाजे जेरो लास्ट रिस उठ्छ क्या। गोरु चाहिँ यहाँ छ माथि। अनि म चाहिँ आमाले पराल छ भनेर भनिराख्नु भएको थियो। पराल कहाँनिर छ हो। सागमा पानी हाले छैन, यस्तै छ, भ्याउँदैन के जे गर्दा नि। अनि यस्तो भइरहेछ। साग चाहिँ किरा लागेछ हो। अन्त हाम्रो धनियाँको बोट यस्तो भइरहेछ। मैले चाहिँ खाएन कि यो फर्स्ट टाइम। अब यो चाहिँ अब अलिकति ठुलो भएपछि चाहिँ अब टिपेर खानुपर्छ। साथीहरू कस्तो मजाले उ गरिरह हो, फलिरह हो। अरू भिडियोतिर चाहिँ के अरे केमा त्यो करेन्ट चाउचाउमा, त्यो पिरो चाउचाउमा खाएको देखायो कि। मैले चाहिँ अब चाउचाउ साग चाहिँ कस्तो हुँदो रहेछ भनेको यस्तो हुने रहेछ। मैसीलाई घाँस हालिदिन्छ। मुसाले खाइदिएको छ कि परालले यस्तो दिएर यसरी खान्छ भनेको पराल। सफाइ नयाँ भइसक्यो। अहिले हाङ लाग्यो भने डर लाग्छ। यो चाहिँ घरको नि छिटो त छिटो छ। लास्ट छिटो चाहिँ झन् घरको पनि त्यो अलि लाग्ने जस्तो रहेछ। लाग्थ्यो खराब परिस्थिति। अब यहाँतिर चाहिँ अलिक डर लाग्छ क्या। त्यही भएर मैले अहिले हाल्नु हेर्नु नखाएको छिटो रहेछ गाइस, छिटो रहेछ। म चाहिँ अब गोरुलाई हालेर चाहिँ आज चाहिँ आमा चाहिँ मेलमा जानु भएको। हाल्नु फेरि यो गोरुहरू चाहिँ एकदम लाटो छ क्या। अरूलाई चाहिँ कसैले हान्दैन यो गोरुहरूले चाहिँ एकदम सोझो छ है गाले। चार मुठा हालिदिन्छ भैँसीलाई। 4 मुठा, तिमीहरूलाई 4 मुठा हाल्नु छोटकाले लाटाले हाल्दै। हेर्ने रहेछ तपाईँ। अब 5:30 भएपछि त झपक्क रात परिहाल्छ क्या साथीहरू चाहिँ। अनि यहाँ चाहिँ अलिक त्यो त दिनभरि नै खान्छ हो, अगाउँछ। काले म चाहिँ आगो फुकेर आएको। अब चाहिँ सब्जी बनाउनु पर्यो साथीहरू। भात चाहिँ बसालिदिइसकेँ। अब चाहिँ बाख्रा सार्नु पर्ने छ, बाख्रा सार्छु। अनि त्यसपछि सब्जी बनाउँछु म चाहिँ।
ल है अब तिमीहरूको पालो है बुढी माउ ल हिँड उता हिँड यस्तो क्युटहरू छ नि यिनीहरू कति माया लाग्छ हो यहाँ हेर यहाँ तेरो आमाले त अब दुध दिँदैन मिनी सानी ओए आमा यस्तो चकचके आमा के भयो आमा मेसिन भन्दा बढी के आमा के भयो यस्तो केले बोलाएको बोलायो होइन हिँड्मा अहिले तगारी बनाउनु पर्छ हिँड गुन्द्रुक सुकेछ हो अब यसलाई चाहिँ यसमा एउटा डब्बामा चाहिँ भाँडोमा हालेर राख्नु पर्ने यसरी कोचाउनु पर्छ गुन्द्रुक पनि मनपर्छ मेरो बुढाको भन्ने गुन्द्रुक र के भन्छ साग त फेभरेट हो कि यस्तो मन पराउनुहुन्छ म चाहिँ अब रातभरि साथीहरू खाना बनाउँछु म चाहिँ ला हो ढकन कहाँ राखेँ बल्ल सबै भ्यायो अब खाना बनाउने पालो साथीहरू खाना चाहिँ यहाँ पाकिसकेको छ कोइलामा कोइला भयो भने यति सजिलो हुन्छ कि बसाल्दियो अब उसलाई अब आगो फुक्नु नि पर्दैन डरला भने हेर्नु नि पर्दैन मजाले पाकिरहन्छ क्या अनि त्यही भएर हाम्रो घरमा चाहिँ प्रायः जस्तो चाहिँ कोइलामा पकाउँछ हामीले